नमस्कार साथीहरु, स्वागत छ तपाईहरु सबैलाई हाम्रो च्यानलमा। आजको भिडियोमा नेपालको एक अग्रणी राष्ट्रिय स्तरको विकास बैंकले सार्वजनिक गरेको नयाँ रोजगारी अवसरबारे जानकारी दिनेछौँ। यदि तपाई बैंकिङ क्षेत्रमा करियर बनाउन चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। मुख्य जानकारी के रहेको छ भने यस बैंकले ट्रेनी र कन्ट्र्याक्ट पदका लागि आवेदन खोलाएको छ। कार्यस्थल कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका शाखाहरूमा रहेको छ। यसको शैक्षिक योग्यता के चाहियो भने ट्रेनिङ पदको लागि स्नातक त उत्तीर्ण हुनु पर्यो, यानी ब्याचलर पास हुनु पर्यो। व्यवस्थापन संस्थाले प्राथमिकता दिनेछ, यानी कि म्यानेजमेन्टको लागि यो। कन्ट्र्याक्ट पदको लागि +2 पास भए पुग्छ। व्यवस्थापन यसमा पनि चाहियो। स्नातक त उत्तीर्ण उम्मेदवारहरूलाई थप प्राथमिकता दिनेछ। उमेरको कुरा गर्दाखेरि ट्रेनिङ पदको लागि 26 वर्ष भन्दा कम हुनु पर्यो अनि कन्ट्र्याक्ट पदको लागि 30 वर्ष भन्दा कम हुनु पर्यो। आवश्यक कागजात के चाहियो भने सीवी चाहियो अनि पछिल्लो शैक्षिक ट्रान्सक्रिप्ट चाहियो, नागरिकताको प्रतिलिपि चाहियो, पासपोर्ट साइज फोटो चाहियो, विदेशी डिग्री भए इक्विभ्यालेन्ट सर्टिफिकेट चाहियो। छनौट प्रक्रिया के रहेको छ भने लिखित परीक्षा अन्तर्वार्ता रहेको छ। परीक्षा केन्द्र बर्दिवास, नेपालगञ्ज, चितवनमा रहनेछ। आवेदन दिने अन्तिम मिति के रहेको छ भने 2083 साल साउन 11 गते भित्र आवेदन दिनुहोस्। ध्यान दिनुपर्ने कुरा के रहेको छ भने ढिलो आवेदन, अपूर्ण कागजात वा मापदण्ड पूरा नगरेको आवेदकहरू रद्द हुनेछ। सम्बन्धित क्षेत्रका स्थानीय उम्मेदवारहरूलाई प्राथमिकता दिनेछ। ल साथीहरु, भिडियोमा यति नै थियो। भिडियो मन परेमा भिडियो लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। बाइ बाइ।